यति बेला म कालीकोट जिल्लामा छु। यहाँहरूलाई कालीकोट जिल्लाको एउटा पुरानो घर देखाउन गइरहेको छु। कालीकोट जिल्लामा अब यस्ता घरहरू क्रमशः लोप भइसकेका छन् र यो अहिले हामीले हेरिरहेको यो पुरानो खालको चाहिँ घर हो। यसको चाहिँ विस्तृत कुराहरू यहाँहरू अवलोकन गर्दै हुनुहुन्छ। यहाँ गाई बाँधिएको छ र यो गाईलाई चाहिँ भित्र हुल्नको लागि बनाइएको ढोका हो। यहाँ सानो बाछी पनि सुतिरहेको छ। यहाँ सानो बाछी पनि यहाँहरूले देख्न सक्नुहुन्छ। यो कसरी आँखाले कानले यसरी हेरिरहेको छ। यो भर्खर जन्मेको, सायद 2 दिन भएको हो कि 3-4 दिन भएको हो यो बाछी। अब यो बाछी अवलोकन गरिसकेपछि यहाँहरूले अरू कुराहरू पनि क्रमशः अवलोकन गर्नुहुनेछ। र यहाँ चाहिँ घरको भित्र प्रवेश गर्ने ठाउँ, भान्सा कोठामा जाने ठाउँ यस्तो टाइपको चाहिँ हुँदो रहेछ। वरिपरि यो ठुला ठुला ढुङ्गा राखेर, ढोका चाहिँ नराखेको तर ढुङ्गे ढोका राखेको रहेछ। र यसरी हामी भित्र गइयो भने यहाँनिर चाहिँ भान्सा कोठा भएको छ र रोटी पनि पाकिरहेको छ। यहाँले देख्न सक्नुहुन्छ। र यसै गरी यतातिर अर्को यो बाख्राहरू राख्ने भनेर एउटा सानो एउटा झेल राखेको हुँदो रहेछ। यो चाहिँ प्रायः जसो बन्द नै हुँदो रहेछ। र यो चाहिँ करिब यस्तो घर अब चाहिँ हामीले देख्न पाउने छैनौँ। अब नयाँ खालका प्रविधिका विकास अनुसार नयाँ घरहरू बनिरहेका छन्। र यो पुरानो घर यहाँहरूलाई मैले अवलोकन गराएँ। यसको चाहिँ यो झेल देख्न सक्नुहुन्छ। र यसको माथि छानामा साना वालहरू, काठका टुँडालहरू पनि यहाँ यसरी राखिएको छ। भित्र प्रवेश गर्ने ढोका। यो घर यहाँहरूलाई चाहिँ मैले अवलोकन गराएँ। गोरुलाई प्रयोग गरिने मुङ्गालाहरू, गोरुले प्रयोग गरिने चाहिँ मुङ्गाला। यो घर यहाँहरूलाई पनि नौलो लाग्न सक्छ भनेर मैले देखाएँ। धन्यवाद।